थाक्यो आमा अलिअलि सास आउँछ बिस्तारै बिस्तारै जाने नि त लड्यो घोडा सवारी हर्स राइडिङ धेरै टाढा त रहेछ त है त्यो पहिला त कति टाढो जस्तो लाग्यो है प्रसादी चाहिँ खाने कहाँ किन फलको फुलहरू हाँस्या दिँदै होला नि त यहाँ फुल किन्ने ठाउँ छैन बाबु फुलसुल पनि किनेर गर्ने हो सानो घरबाट के ल्यायो त यहाँ त हामीले मन्दिर ढोगेर त्यो पुजारीले उसको लगाइदिन्छ कि अब त झ्यापो सरकार आफ्नो भयो लाउँछ मोमो खाने छोरी भोलि मोमो खाने यहाँ चप्पल खोल्नुपर्छ हेलो सानो बहिनीको त पर्दैन पर्दैन भने त म त यहाँ चन्द्रगिरी आएको छु त यार चन्द्रगिरी घुम्न आएको नि मन्दिर दर्शन गर्नु उयो त्यो ब्याग त बिदाको दिनमै बिहा ट्रेनको बेग झोला त यतै राख्नु त हुन्छ मम्मी बेटा बच्चाहरू लिएर आएको आमा झोल त्यहाँ राख्ने खबर ठिक छ त कहाँ तपाईँ झोला हराउँछ त बाबु हराउँदैन भेटेको झोला यहाँ राख्ने उता माथिको हराउँछ बोकेर जान्छ के सर्भिसिङ गर्नु ठाउँ गाडी धुने ठाउँ त हाम्रो अफिसतिर त छैन त्यो खोला छेउतिर छोरीको पर्दैन आछु हुन्छ छोरी बच्चा हो त्यो किन राखे त्यहाँ के लाग्दैन भनेर लानु हुँदैन नि हुँदैन भनेर ल के हराउँछ जुत्ता र हराउनु हराउँदैन ल दाइ ल छोरीको पर्दैन ओ यहाँ हात उठु गर्नु पर्दैन आऊ हात धुम न हात म त त्यो वाला पानीले धुने हो आऊ त्यो भित्र के रहेछ ल सुन यहाँ त दर्शन गरेर त्यसरी उठ्छ होला हुँदैन भने फेरि पैसा हाल्नुपर्छ होला नि त मेरो यहाँ खुद्राहरू हेर्नु नि कसमा अहिले म सोच्छु खुद्रा पैसा चाहिन्छ यहाँ मेरो गोजीको त खुद्रो पैसा छैन भने यादै भएन हामीलाई मसँग पनि छ तँले पकाऊ है
यहाँ ठाउँ नै रहन्छ अनि हामीले देखेन हामी त्यसै आयो होइन यहाँ यस्तो भइहाल्छ नि अनि के गर्नु मेरो गाडी फोटो खिच्नु नि नमस्ते गर्छु ल छोरीलाई ए यसो हेर्नु ल छोरो उता राखिदिनुहोस् हालिदिनु दाहिने हातले चाहिँ फरिदियो है चाहिँ यो सम्म मामा नि हो के छोरी काउ ल भयो होइन यो अफ गरिदेऊ भिडियो